Now let's talk about the phase 2 reaction of metabolism हैन मेटाबोलिजमको फेज 2 मा के हुन्छ भन्ने फर्स्टमा चाहिँ यसलाई कन्जुगेसन रियाक्सन भन्छ फेज 3 यदि भयो भने एक्सटेन्डेड कन्जुगेसन रियाक्सन हैन अब यसमा डिफरेन्ट टाइप्स अफ रियाक्सन्सहरू हुन्छ फर इक्जाम्पल के छ भने सल्फोनेसन एसिटाइलेसन मिसाइलेसन डिफरेन्ट टाइप्स अफ सिम्पली भन्दाखेरि केही पनि दिमागमा आएन भन्ने फेज 2 रियाक्सन भन्नेकै के हो भने कन्जुगेसन रियाक्सन हो अब यसको मेन काम के हुन्छ भन्ने यसको बारेमा तिन चारवटा पोइन्ट्स हामीले जुन कि इसेन्सियली याद हुनै पर्यो नम्बर 1 इज नोन एज कन्जुगेसन रियाक्सन यो भनेको कन्जुगेसन रियाक्सन हो यसको मेन काम के हुन्छ भने लेस पोलरबाट मोर पोलरमा कन्भर्ट गर्ने र यो भनेको के हुन्छ भने मोर एक्सक्रिटेबल मेटाबोलिजमको मेन काम के हो भने हाम्रो शरीरबाट नचाहिएको कुराहरूलाई बाहिर निकाल्नमा मद्दत गर्ने जुन यो पछि एक्सक्रिसन हुन्छ नि एक्सक्रिसन भनेको के हो मेटाबोलिजम भइसकेपछि नचाहिएको कुराहरूले बाहिर फाल्छ एक्सक्रिसनको अरू काम छैन होइन सो यसको मेन काम के हुनु पर्यो भने मोर एक्सक्रिटेबल फर्ममा कन्भर्ट गर्नु पर्यो होइन देन लेस पोलरलाई मोर पोलरमा कन्भर्ट गर्नु पर्यो अर्को भनेको यो भनेको कन्जुगेसन रियाक्सन हो यति कुरा चाहिँ यसमा थाहा हुनु पर्यो है देन कुरा गरौँ अब ड्रग एक्सक्रिसनको बारेमा जुन यसको फोर्थ हो भनेको ड्रग एक्सक्रिसनमा के हुन्छ भने सिम्पली हाम्रो शरीरभित्र नचाहिने जति पनि ड्रग्स मेटाबोलाइटहरू छ अनवान्टेड कुराहरू छ त्यसलाई हामीले के गर्छ भने ड्रग्सलाई रिलेटेड टु ड्रग्स है अनवान्टेड कुरा भनेको फेरि अर्को कुरा होइन रिलेटेड टु ड्रग्स यानि कि ड्रग्स मेटाबोलाइज भइसकेपछि मेटाबोलाइट फर्ममा कन्भर्ट हुन्छ जुन हाम्रो शरीरलाई चाहिएन भने त्यसलाई शरीरबाट बाहिर फाल्नमा मद्दत गर्छ होइन फर इक्जाम्पल जस्तै मेटाबोलिजमको लागि लिभर थियो त्यस्तै एक्सक्रिसनको लागि के हुन्छ अरे किडनी हुन्छ यो पनि क्वेसन सोधेको हो ठिक छ अब अरू के हुनसक्छ अर्को अर्को रुट के हुनसक्छ ब्रेस्ट मिल्क भनेको प्रायः जसो के हुन्छ भने ड्रग्स विच पास थ्रु द ब्रेस्ट मिल्क जब कुनै अब ब्रेस्ट फिडिङ मदर हुन्छ होइन ब्रेस्ट फिडिङ मदरले कुनै पनि ड्रग्स लिँदाखेरि त्यसको हाफ लाइफ ठुलो हो त्यसको जुन ड्रग एक्सक्रिसन बढी हो भने आमाले खाएको औषधि मिल्क थ्रु बच्चामा जान सक्छ अर्को भनेको सेलाइभा देन स्वेट लङ्स यो टाइप्सहरू छ यो रुट्सहरू छ योहरू थाहा हुनु पर्यो तर यसमा दुईवटा कुरा एकदम मेन भनेको द मेन मेजर अर्गेन इज किडनी एन्ड मेन मेजर फर्म इज युरिन अर्को भनेको ड्रग्सको मेटाबोलाइट अर अनवान्टेड ड्रग प्रोडक्ट्सलाई शरीरबाट बाहिर फाल्छ ठिक छ देन यो जुन हामीले किडनीको बारेमा पढ्यौँ नि यसैको डिटेलमा छ है रेनल मिन्स किडनी सो किडनी एक्सक्रिसन कुन कुन प्रोसेसबाट हुन्छ त्यो कुरा छ यहाँ फर इक्जाम्पल ग्लोमेरुलर फिल्ट्रेसनबाट के हुन्छ जति पनि अनबाउन्ड ड्रग्सहरू छ अनबाउन्ड ड्रग्स भनेको के हुन्छ फ्री ड्रग्स सो जति पनि फ्री ड्रग्स छ भने फ्री ड्रग्स के हुन्छ भने जुन जिएफ हुन्छ नि जिएफबाट के हुन्छ भने फिल्टर भएर बाहिर फालिन्छ बुझ्यो अब जुन ड्रग्स फिल्टर भइसक्यो भने त्यसपछि चाहिने कुरा राख्ने नचाहिने कुरा बाहिर फाल्ने देन अर्को छ ट्युबुलर सिक्रेसन अब ट्युबुलर सिक्रेसनमा के छ भने एटी ए भनेको जति पनि एक्टिभ ट्रान्सपोर्ट हुन्छ ट्युबुलर सिक्रेसनबाटै हुन्छ बुझ्यो कहाँदेखि कहाँसम्म त ब्लडदेखि लिएर रेनल ट्युबुलसम्म देन ट्युबुलर रिएब्जर्प्सन भनेको फेरि एब्जर्ब हुने ठिक छ सो जति पनि ड्रग्स हुन्छ नि त्यो मुभ ब्याक हुन्छ कहाँदेखि कहाँसम्म मेन भनेको ब्लडदेखि रेनलमा जानु पर्यो रेनलदेखि एक्सक्रिट हुनु पर्यो ठिक छ तर ब्लडदेखि रेनलमा रेनलदेखि फेरि ब्लडमा भयो भने दिस इज ट्युबुलर रिएब्जर्प्सन बुझ्यो त्यही यसमा हुन्छ देन युरिनरी पिएच ट्र्याप अब यसमा कति बेला मान्छेहरू कन्फ्युज भइरहेको हुन्छ होइन सो युरिनरी पिएच ट्र्याप भनेको के हो भने इट्स अ ट्र्याप रिलेटेड टु युरिनरी पिएच होइन तिमीहरूलाई कन्फ्युज गर्नको लागि सो के हुन्छ भने दुई प्रकारको हुन्छ या त विक एसिड हुनसक्छ या त विक बेस हुनसक्छ होइन अब यसले कसले एफेक्ट गर्छ युरिनरी पिएचले होइन अब युरिनरी पिएचमा के हुन्छ भने यदि कुनै पनि एसिडहरू विक छ भने विक यार विक एसिड त्यसपछि विक बेस विक एसिड छ भने यो कहाँतिर जानु पर्यो यो एसिड विक छ भने भन्नुको अर्थ के हुनु पर्यो
स्ट्रङ के होला? अल्कलाइन युरिन त अल्कलाइन युरिन। अब विक बेस छ भने, बेस विक छ भने स्ट्रङ के होला? एसिड त एसिडिक युरिन। यसको जस्ट अपोजिट है। विक एसिड छ भने, एसिड यदि विक छ भने स्ट्रङ के होला? बेस त बेसिक युरिन निस्किन्छ। विक बेस छ भने एसिडिक युरिन निस्किन्छ। यो चाहिँ थाहा हुनु पर्यो। ठिक छ। र अर्को भनेको जति धेरै आयोनाइज्ड त्यति धेरै ट्र्याप हुन्छ युरिनमा अनि त्यति धेरै एक्सक्रिएट हुन्छ। सो एउटा हुन्छ आयोनाइज्ड, अर्को हुन्छ अनआयोनाइज्ड। अनआयोनाइज्ड भनेको यो चाहिँ एब्जर्ब हुने भयो, अनआयोनाइज भनेको यो चाहिँ एब्जर्ब नहुने भयो, होइन? नो एब्जर्प्सन अर लेस एब्जर्प्सन। सो जुन जुन कुरा एब्जर्ब भएन त्यही त बाहिर फालिन्छ, होइन? बुझ्यो? देन हाफ लाइफ भनेको एकैछिन ल। देन अर्को के छ भने हाफ लाइफ भनेको इट इज द टाइम रिक्वायर्ड फर प्लाज्मा ड्रग कन्सन्ट्रेसन अर एमाउन्ट अफ ड्रग टु डिक्रिज इट टु इट्स 50%। यदि तिमीसँग 100 रुपियाँ थियो, होइन, अनि तिम्रो 100 रुपियाँ 50 हुनमा कति टाइम लाग्यो, 50 रुपियाँ हुनमा कति टाइम लाग्यो, त्यही भनेको हाफ लाइफ हो। सो यदि कसैले ड्रग्स खायो, फर इक्जाम्पल 100 mg खायो, होइन, 1 घन्टापछि उसको शरीरमा त्यो अब 50 mg भयो। सो मिन्स लाइक 100को 50% कति हुन्छ? 50। सो जुन 1 घन्टा छ नि, 1 घन्टा उसको हाफ लाइफ भयो। बुझ्यो? कसरी बुझ्ने भने जस्तै फर इक्जाम्पल यो चाहिँ 1000 mg को मेडिसिन खायो 7 बजे, 7 AM मा, ठिक छ। त्यसपछि 9 AM मा यो कतिमा कन्भर्ट भयो भने 500 mg। सो 1000को 50% कति हुन्छ? 500। यसको हाफ हुनमा जति टाइम लाग्यो मिन्स कति हो? यो 2 आवर। त्यो 2 आवर भनेको यसको टी हाफ भयो है। 50% हुनमा, आधी हुनमा जति टाइम लाग्छ नि त्यही भनेको टी हाफ हो। बुझ्यो? अब यसको यहाँ एउटा इक्जाम्पल छ, होइन, मान्नु कि यो एउटा ड्रग्सको कन्सन्ट्रेसन के थियो? 50%। 50%को आधी भनेको के हो? सरी, 100%को, यो 100 भयो भने 100को आधी के हो? 50। 50को आधी के हो? 100। 100को आधी 50। 50को आधी 25। 25को आधी 12.5। 12.5को आधी के हुन्छ भने 6.25। 6.25को आधी कति हुन्छ? 3.125। यसरी गरेर बढ्दै जान्छ। यो भनेको फर्स्ट टी हाफ भयो, यो भनेको सेकेन्ड, यो भनेको थर्ड, यो भनेको फोर्थ, यो भनेको फिफ्थ, यसरी चाहिँ है। यो तिमीलाई भ्यालु सोध्छ यसको। एउटा चाहिँ कुनै मान्छेले एउटा केस स्टडी जस्तो दिएको हुन्छ। फर इक्जाम्पल राम भन्ने केटा थियो, होइन, उसले चाहिँ एउटा औषधि खायो। उसले औषधि खाँदाखेरि 1000 mg/लिटर थियो, होइन। त्यसपछि फोर्थ टी हाफ पछि कति हुन्छ? राम्रोसँग बुझ्यो? यहाँ कहाँ गयो? यहाँ हेर है। क्वेसन कसरी दिन्छ भन्ने, यो चाहिँ राम भन्ने केटा थियो, होइन, यसले चाहिँ एउटा औषधि खायो 1000 mg/लिटर। सो वाट विल बी द कन्सन्ट्रेसन आफ्टर फिफ्थ टी हाफ? राम्रोसँग सुन है। फिफ्थ टी हाफ पछि कति कन्सन्ट्रेसन हुन्छ त? तिमीहरूले केही पनि गर्नु पर्दैन, मजाले यहाँ 1000 लेख्ने, 1000को आधी कति हुन्छ? 500 लेख्ने, 500को आधी कति हुन्छ? 250 लेख्ने, यसको आधी कति हुन्छ? 125 लेख्ने, यसको आधी कति हुन्छ? 64.5 लेख्ने, ठिक छ। यो भनेको फर्स्ट, यो भनेको सेकेन्ड, यो भनेको थर्ड, यो भनेको फोर्थ। अब यसको आधी कति हुन्छ? 32.25। यो भनेको फिफ्थ। सो फिफ्थ टी हाफ पछि कन्सन्ट्रेसन कति हुने भयो? 32.25 mg/लिटर। यसमा टिक लगाउने। बुझ्यो? हेलो, क्लियर छ यो? हेलो, हजुर सर, क्लियर छ। ल। सो अनि अर्को भनेको जस्तै कुनै पनि ड्रग्स खाँदाखेरि अब एउटा हुन्छ स्टेडी स्टेट। स्टेडी स्टेट भनेको फ्लक्चुएट नहुने, होइन, न तल जाने न माथि जाने भनेको। जस्तै मैले एउटा मेडिसिन खाएँ, मेडिसिन खाइसकेपछि प्लाज्मामा गएर त्यो जुन प्लाज्माको कन्सन्ट्रेसन छ न बढ्ने न घट्ने, त्यो एउटा त्यस्तो स्टेटलाई हामीले भन्छौँ स्टेडी स्टेट। र स्टेडी स्टेट भनेको प्रायः जसो फोर्थ टु फिफ्थ टी हाफमा हुन्छ। यदि मैले अहिले एउटा प्यारासिटामोल ट्याब्लेट खाएँ भने
त्यसपछि यो फोर्थ टु फिफ्थ टी हाफ पछि मेरो ब्लडमा मेरो प्लाज्मामा त्यति कन्सन्ट्रेसन भइरहन्छ। बुझ्यो? मैले औषधि खान छोडे पनि। र फोर्थदेखि फिफ्थमा के हुन्छ भने त्यहाँबाट ड्रग्सहरू एलिमिनेट पनि हुन्छ। अर्को कुरा के छ भने जति धेरै लङ हाफ भयो, सरी, जति धेरै लङ हाफ लाइफ भयो भने यदि मलाई ड्रग्स एब्जर्ब भइसकेपछि रिलिज हुन ड्रग्सलाई हाफमा कन्भर्ट हुन धेरै टाइम लाग्यो मिन्स मलाई थोरै औषधि खानुपर्छ। फर इक्जाम्पल, टी हाफ यदि सानो भयो भने पटक पटक खानु पर्यो, होइन, फ्रिक्वेन्टली खानु पर्यो। टी हाफ यदि ठुलो छ भने लेस फ्रिक्वेन्टली खानु पर्यो। यो पनि एउटा इम्पोर्टेन्ट कुरा भयो है। ठिक छ। त्यसपछि अर्को चाहिँ क्लियरेन्स। क्लियरेन्स भनेको कति छिटो यो चाहिँ क्लियर आउट हुन्छ, होइन। यो चाहिँ इट्स अ रेसियो। यसमा के हुन्छ भने इट इज द भोल्युम अफ प्लाज्मा फ्रम विच अ ड्रग इज कम्प्लिटली रिमुभ पर युनिट टाइम, होइन। सो तिमीले के लेख्ने, भोल्युम अफ ड्रग बाई टाइम। यो के हो? ड्रग कति छिटो 1 सेकेन्डमा हाम्रो शरीरबाट बाहिर निस्किन्छ, त्यसैलाई हामीले के भन्छौँ, क्लियरेन्स। अब यो भनेको मेजर अर्गेनहरू के हुन्छ क्लियरेन्स गराउने? एउटा तपाईँलाई मेटाबोलाइज गर्नु पर्यो, त्यसपछि एक्सक्रिट गर्नु पर्यो। मेटाबोलाइजको लागि लिभर, एक्सक्रिटको लागि किडनी, त्यही भएर यहाँ छ लिभर एन्ड किडनी। बुझ्यो? अर्को भाषामा बुझ्यो भने, सिम्पल ल्याङ्ग्वेजमा बुझ्यो भने कति छिटो छिटो भइरहेछ। सो धेरै छिटो भयो भने, कम छिटो भयो भने लेस फ्रिक्वेन्टली, होइन, अर लेस इफिसियन्टली। धेरै भयो भने मोर फ्रिक्वेन्टली अर मोर इफिसियन्टली। त्यही यहाँ दिएको छ है। क्लियरेन्स भनेको इफिसियन्सी अफ ड्रग इलिमिनेसन। छिटो छिटो यो क्लियरेन्स बढी भयो भने मोर इफिसियन्ट छ, कम भयो भने लेस इफिसियन्ट छ। अर्को कुरा के छ भन्ने, हायर द ड्रग क्लियरेन्स, जति छिटो छिटो क्लियरेन्स भयो त्यति छिटो छिटो ड्रग चाहिँ रिमुभ भयो। हायर द ड्रग क्लियरेन्स, त्यसपछि मोर इज द अर फास्टर इज द रिमुभल अफ ड्रग। त्यसपछि अर्को छ लोडिङ ड्रग। लोडिङ ड्रग भनेको के हुन्छ भने हामीले औषधि खाने बित्तिकै एक्सन देखाउँदैन। हामीले औषधि खाइसकेपछि के हुन्छ भने सर्टेन कन्सन्ट्रेसनसम्म पुग्नु पर्यो। पुगिसकेपछि मात्र के हुन्छ भने ड्रगले आफ्नो एक्सन देखाउँछ, होइन। सो त्यसैले हामीले के भन्छौँ, लोडिङ ड्रग। सो लोडिङ ड्रग भनेको के हुन्छ भने इट्स अ डोज गिभेन ऱ्यापिडली टु एचिभ द डिजायर्ड थेराप्युटिक ड्रग कन्सन्ट्रेसन। अघि पनि मैले जुन यो एकैछिन है, यो फिगर पठाएको थिएँ, होइन, यहाँ यो। सो यहाँदेखि लिएर एकैछिन है, कुन येल्लो कलर, तिमीले यहाँदेखि लिएर यहाँसम्म पुग्नको लागि जति ड्रग दियो नि यो एक्सन देखाउनको लागि, सो यही भनेको के हो, लोडिङ डोज है। यही भनेको लोडिङ डोज हो। र यहाँदेखि लिएर यहाँसम्म बिचको जुन हुन्छ नि त्यसैलाई तिमीले इफेक्टिभ डोज भन्ने। सो ड्रग्स दिइराख्ने के गर्नको लागि, मिनिमम थेराप्युटिक एक्सन देखाउनको लागि जति कन्सन्ट्रेसन चाहियो त्यति कन्सन्ट्रेसन पुगाउनको लागि त्यसलाई हामीले भन्छौँ लोडिङ डोज, होइन। अब त्यसपछि यसको फर्मुला के छ भने लोडिङ डोज भनेको डिजायर कन्सन्ट्रेसन, मलाई कतिको कन्सन्ट्रेसन चाहियो त्यसमा मैले मल्टिप्लाई गर्नु पर्यो कतिको भोल्युम डिस्ट्रिब्युट भएको छ र फ्रिक्वेन्सीले डिभाइड गरिदिने। अब यो जुन फ्रिक्वेन्सी छ नि यो भनिएको के हुन्छ भने प्रायःजसो 1 हुन्छ। जति पनि यो लोडिङ डोजको केसमा के हुन्छ भने प्रायःजसो 1 हुन्छ। केमा त आइभीमा। किनकि आइभीमा डाइरेक्टली हाम्रो भेनमा जान्छ। फेरि के भन्छ यो ओरलहरूमा के हुन्छ भने लेस देन 1 हुन्छ। बुझ्यो? यो भन्दा नि सिम्पली बुझ्यो भने जसको बायोबिलिटी 100% त्यसको F1, जसको बायोबिलिटी 100 भन्दा कम त्यसको F1 भन्दा कम। र अर्को के छ भने लोडिङ डोज जुन छ नि, लोडिङ डोजको एउटै मेन काम के हो भने यो जुन थेराप्युटिक ड्रग कन्सन्ट्रेसन छ थेराप्युटिक ड्रग कन्सन्ट्रेसन मेन्टेन गर्ने। लोडिङ डोजको मेन काम भनेको एक्सन देखाउने होइन, लोड गर्ने मात्र हो। लोड गर्नु भनेको के हुन्छ भने थेराप्युटिक एक्सन देखाउनको लागि जति कन्सन्ट्रेसन चाहिन्छ त्यति कन्सन्ट्रेसन पुर्याउने। इफ छैन भने फेरि दिने, पुगेन फेरि दिने, पुगिसक्यो भने त्यो भनेको लोडिङ डोज भयो। त्यसपछि हुन्छ मेन्टेनेन्स डोज। मेन्टेनेन्स डोज भनेको एकचोटि पुगिसक्यो भने, लोड भइसक्यो भने त्यसलाई मेन्टेन कसरी गरिराख्ने। अब डिजायर कन्सन्ट्रेसन,
यो पनि बुझेन भने सिम्पल एउटा हामीले फिगरबाट बुझौँ है। मानौ कि यो मान्छे थियो, यो हो, यो हो। थेराप्युटिक एक्सन देखाउनको लागि मलाई 50 mg/लिटर चाहियो। ठिक छ, म अहिले यहाँ छु। सो मैले के गरेँ भने अब एउटा ट्याब्लेट खाएँ। एउटा ट्याब्लेट खाएपछि मानौँ कि मेरो 10 mg/लिटर आयो। सो यहाँ पुग्यो। अर्को ट्याब्लेट खायो भने फेरि 10 mg/ml, सरी लिटर। यस्तो गर्दा गर्दै गर्दा गर्दै के भयो, 50सम्म पुग्यो। सो यहाँदेखि लिएर यहाँसम्म पुगाउनको लागि जति डोज हामीले खायो नि त्यो भनेको लोडिङ डोज भयो। बुझ्यो? यो अब 4-5वटामा हुँदैन, यो मैले बुझाउनको लागि यस्तो दिएको हो कि लोडिङ डोज एकैचोटि दिने गरिन्छ। त्यसपछि अब यहाँ भइसक्यो, अब यहाँ पुगिसक्यो होइन। 50मा पुगेपछि उसले एक्सन देखाउने थियो। अब मानौँ कि यो 49 भयो, मतलब कम भयो। सो यसलाई हामीले मेन्टेन गरिराख्नु पर्यो। 50 mg/लिटरलाई मेन्टेन गरिराख्नु पर्यो। सो यो मेन्टेन गर्नको लागि जति डोज दिन्छ नि त्यसलाई भन्छ एमडी, मेन्टेनेन्स डोज। बुझ्यो? सो मेन्टेनेन्स डोज इज द डोज विच इज डिजाइन टु मेन्टेन द डिजायर्ड ड्रग कन्सन्ट्रेसन ओभर टाइम। हामीले यसरी हेरेको थियौँ नि, यतातिर कन्सन्ट्रेसन थियो, यतातिर टाइम थियो, त्यही भएर मैले यस्तो गरिदिएको। बुझ्यो? अब यो केमा डिपेन्ड पर्छ, क्लियरेन्समा। यदि छिटो छिटो क्लियर भइरहेछ भने मेन्टेनेन्स गर्न गाह्रो हुन्छ। ठिक छ। अब डिजायर कन्सन्ट्रेसन यदि लो छ भने खासै त्यति गाह्रो हुँदैन, हाई छ भने अलिकति गाह्रो हुन्छ। बायोबिलिटी हाई छ भने मेन्टेनेन्स डोज त्यति कम हुन्छ। अनि त्यसपछि डोजिङ इन्टरभलमा धेरै ठुलो ठुलो डोजिङ इन्टरभल भयो भने, फर इक्जाम्पल के हुन्छ भने कुनै मेडिसिन एक दिनमा एकचोटि खानुपर्छ, मिन्स यसको ग्याप भनेको 24 आवर्स भयो। कुनै मेडिसिन एक दिनमा दुईचोटि खानुपर्छ, मिन्स यसको ग्याप कति भयो, 12 आवर भयो। कुनै पनि मेडिसिन एक दिनमा 3चोटि खानु पर्यो भने यसको ग्याप 8 आवर्स भयो। सो यदि जति धेरै ठुलो ग्याप भयो भने मेन्टेनेन्स डोज हाई हुनु पर्यो। बुझ्यो? र यो भन्दा नि बुझ्नको लागि मैले अघि एउटा के भनेको थियो, पहिला 50 थियो, अब के आयो, 49 आयो। सो यसलाई अझ 50 पुऱ्याउनको लागि कति थप्नु पर्यो, 1 थप्नु पर्यो। सो मेन्टेनेन्स डोज भनेको 1 हो। बुझ्यो? सो मेन्टेनेन्स डोज रिप्लेसेस द एमाउन्ट अफ ड्रग एलिमिनेटेड। मान्नु कि पहिला 50 थियो, 1 घटेर 49 भयो। सो हामीले कति थप्नु पर्यो, 1 थप्नु पर्यो यसलाई फेरि 50 पुऱ्याउनको लागि। सो यो 1 भनेकै के हो, एमडी हो। अब यसमा क्वेसन तिमीलाई कस्तो दिन्छ भने एकदम इजी दिन्छ होइन। अनि मान्छेले लाइक स्टुडेन्ट्सहरूले के गर्छ भने यो सुनेकै हुँदैन अनि बिगार्छन्। कसरी, यहाँ हेर। के भन्छ भने इफ लोडिङ डोज इज 100 mg/लिटर होइन, 20 mg/लिटर इज इलिमिनेटेड। त्यसपछि मेन्टेनेन्स डोज इक्वल्स टु वाट। अब कसरी निकाल्ने हेर, पहिला 100 थियो, 20 निस्कियो, बाँकी कति भयो, 80 भयो। मेन्टेनेन्स डोज भनेकै के हो, जो कति ड्रग निस्किरहेको छ, कति ड्रग इलिमिनेट भइरहेको छ, 20 इलिमिनेट भयो त 20 इज द एन्सर, सक्यो। यो कति इलिमिनेट भयो त्यही एन्सर हो। अब कतिजनाले 100 mg/L थियो, 20 रिलिज भयो, यो अब कसरी निकाल्ने, केही गर्नै परेन, सेकेन्ड पनि लाग्दैन, कति इलिमिनेट भएको छ, 20 त 20 इज द एन्सर, सक्यो। अब मानु कि यही क्वेसन सोधियो भने जस जसले बुझेको छ उसलाई हेर्ने बित्तिकै एन्सर थाहा हुन्छ, जसले बुझेको छैन भने उसको लागि त गाह्रो भयो। त्यही भएर तिमीहरूले मजाले बुझेर पढ्ने। 2जना मात्र छ यार, सब छोडिसक्यो। तिमीहरूलाई बोरिङ लाग्छ हो मैले पढाएको? हेलो, लाग्दैन सर। कहाँ यिनीहरूले भागिरहेछ, आज पनि रेकर्डिङ लेट राख्ने। पञ्चुअल हुनु पर्यो नि अलिकति। ल अब अर्को के छ भने बायो इक्विभ्यालेन्स। दुईटा कुरा, एउटा बायोएभाइलेबिलिटी, अर्को बायो इक्विभ्यालेन्स। यो भनेको के हो त्यो हामीले बुझ्नु पर्यो। सो बायोएबिलिटी भनेको त हामीले अलरेडी बुझिसकेका छौँ होइन। रेट एन्ड एक्सटेन्ट अफ ड्रग एब्जर्प्सन भयो भने त्यसलाई हामीले के भन्छौँ, बायोएबिलिटी भन्छौँ। तर बायो इक्विभ्यालेन्स, यो एउटा मान्छे भयो, यो एउटा मान्छे भयो, यो मान्छेले एउटा ड्रग खायो, यो मान्छेले एउटा ड्रग खायो। बुझ्यो? सो यो फार्मास्युटिकल प्रोडक्ट र यो फार्मास्युटिकल प्रोडक्ट दुवैको यदि बायोएबिलिटी सेम छ भने, राम्रोसँग सुन, मानौ यो प्यारासिटामोल भयो र यो भनेको आइबुप्रोफेन भयो।
यो के हो मेडिसिन फरक फरक हो तर दुवैको यदि बायोबिलिटी सेम भयो भने यो दुवै एकअर्काको के भयो भने बायो इक्विभ्यालेन्स भयो। टु प्रोडक्ट्स having सेम बायोबिलिटी आर नोन एज बायो इक्विभ्यालेन्स टु इच अदर। ठिक छ। जस्तै अब तिमीले यस्तै क्वेसन दिन सक्छ होइन प्यारासिटामलको के छ भने बायोबिलिटी भनेको 20% हो। त्यसपछि एउटा भनेको कुनै एउटा यो सी भन्ने ट्याब्लेटको बायोबिलिटी भनेको 30% हो र डी भन्ने ट्याब्लेटको बायोबिलिटी भनेको 20% हो। सो बायो इक्विभ्यालेन्स कुन कुन छ यो 20% यो 20% सो पिएनडी। बुझ्यो। अर्को छ फार्मास्युटिकल इक्विभ्यालेन्ट सेम एक्टिभ इन्ग्रेडियन्ट सेम स्ट्रेन्थ सेम डोजेज फर्म सेम रुट सबै कुरा यदि सेम सेम भयो भने त्यस्तोलाई हामीले भने फार्मास्युटिकल इक्विभ्यालेन्ट। तर जेनरली सिम्पल इक्विभ्यालेन्ट सोध्यो भने फार्मास्युटिकल सोध्यो भने त्यसलाई सेम सेम नै हुनु पर्यो सबै कुरा तर सिम्पली यदि सोध्यो भने त्यसमा केही पनि हुनु परेन सिमिलर खालि बायोबिलिटी भए पुग्यो। बुझ्यो। अब यहाँ तिमीहरूले हेऱ्यो भने यहाँ के हुन्छ भने मानु कि कन्फ्युज भयो। यहाँ के छ फार्मास्युटिकल इक्विभ्यालेन्ट सो यसमा के हुनु पर्यो सबै कुरा होइन यसमा सबै कुरा सेम हुनु पर्यो। यसमा के हुनु पर्यो भने बायोबिलिटी मात्र सेम हुनु पर्यो। त्यही भएर यो दुवै एकअर्काको बराबर छैन। ल यो भनेको तिमीहरूको समरी टेबल हो है। हामीले कुन कुन के कुरा पढ्यो नि त्यसको समरी यहाँ छ। एब्जर्प्सनमा के पढेको भने ड्रग चाहिँ साइटबाट गएर सिस्टेमिक सर्कुलेसनमा जान्छ। यसमा आइभी भनेको फर्स्ट पास मेटाबोलिजम बाइपास गर्छ 100% बायोबिलिटी हुन्छ। डिस्ट्रिब्युसन भनेको के थियो भने ब्लडदेखि टिस्युमा जान्छ त्यही भएको यो भनेको रिभर्सिबल हुन्छ। यो फेरि चाहिएको बेलामा टिस्युदेखि ब्लडमा जान सक्छ। अनि यसलाई कुन कुन फ्याक्टरले एफेक्ट गर्छ त्यो हामीले पढेको थियौँ। मेटाबोलिजममा के थियो भने केमिकल अल्टरनेसन थियो होइन। त्यसपछि यो के थियो भने डिफ्रेन्ट कुराहरू थियो। यसले के काम गरेको थियो यहाँ हामीले जुन यो 3-4वटा कुरा पढेछौँ नि मेटाबोलिजमको यो कुराहरू समरी टेबल हो है। जस्तै तिमीहरूले कुनै पनि पढ्यो भने त्यसपछि समरी टेबल हुन्छ। त्यसपछि यता सी ट्र्याप छ यो भनेको तिमी हामीले जे कुरा पढ्यो नि त्यसको रिभिजन हो है। सो यो म हालिदिन्छु तिमीहरूलाई यो यति चाहिँ तिमीहरूले यहाँसम्म तिमीहरूलाई थाहा हुनु पर्यो। यही चाहिँ थियो फार्मास्युटिक्स सरी बायोफार्मास्युटिक्स। बायोफार्मास्युटिक्समा तिमीहरूले बायोफार्मास्युटिक्स भनेको के हो त्यसको अन्तर्गत फार्माको काइनेटिक र फार्माको डाइनेमिक्सको बारेमा हामीले पुरै डिटेलमा पढ्यौँ होइन। जति सिईको लागि चाहिन्छ सबै कुरा मोर देन इनफ हामीले पढेछौँ होइन। र फुल डिटेलमा एक्सप्लेन गरेर नि पढेछौँ। सो मजाले अब जुन जुन यहाँ इम्पोर्टेन्ट कुरा छ जुन जुन कुराको बारेमा बढी डिस्कस गरेको छ जहाँ जहाँ बढी कन्फ्युज भइन्छ कस्तो कस्तो क्वेसन सोध्न सक्छ भने पनि मैले भनिदिएछु। त्यो कुरा मिलाएर एउटा सर्ट नोट बनाउने र मजाले पढ्ने। बुझ्यौ।